मिति 2000 बाइस पुस 20 गते खुट्टामा गएर आज फेरि पिकनिक पनि जाम अभियोस फुवाको डागो चट्ट ढल्काएर खुट्टा मड्काएर जानुपर्ने छ यस नाच्न ल यस अब लाग्यो 5:55 जाउँ ल फुवा ल कि फुवा बत्ती त मैले बोकिन फुवा पर्दैन होला है ए ल भइहाल्यो त्यसो नि फुवा ठिक्क गरेर टक्क गरेर नि आएर नाचगान पनि चल्दैछ बियर्स दिन्छु माओवादीको चकचकी हजुर फुवा अनि ज्वाइँ पनि यहाँ देखेर नि पापा पनि ए हाम्रो पापा ए हजुर फुवा देखेर ए भने अनि सुटुनी खन्नु गएको थियो मामा हजुर अनि मेरो घर पहिल्यै गएँ हजुर यसो हेरेको अरे अब मन तप्परबाट जहिले पनि पापाले पनि लो भएर अनि यसो विचार गरेँ अनि त्यहाँबाट गएँ साथी अनि भोलि पर्सि माओवादीको चकचकी के च्याउँदाखेरि आएँ ए हजुर अनि त्यतिखेर अनि मामा गएको ए यही घरको यो खाली घरको उयोले यो खाली घर भने यही हो ए यहाँकोले मिलाइदिएको यहाँको बेबे ज्वाइँ अनि लक्कुर आएको थियो नि त ए लक्ष्मण बेबे हजुर भन्नु नि त मम्मीले निकै चल्दो बोल्दो मान्छे हो माविको हेरसहर मान्छे ए त्यही अनि बहिनी ल ठिकै छ त भने त राम्रै छ अब केही छैन मलाई त्यस्तो है ए त्यही त हो पर्छ यो खाली घर हो हजुर अहिले हामी पिकनिक हान्नु जान आँटेको यो हो अहिले यहाँ बसिरहेको छु ए पिकनिक चाहिँ उता पल्लोपट्टि हेर्नु भयो यहाँ पर्छ ए ल ल त पनि जानुपर्छ ए हेलीमा बुवा त्यतिखेर हेलीमा हेलीमा आउने बुवा राजा जस्तो मान्छे अनि आयो गई पनि भयो त्यस्तो हुँदो रहेछ यो अनि उसले पनि देखेको मैले दौरा सुरुवाल कोट लगाएको अनि बुवा राजाहरूले मन्त्रीले त्यही लाउने हो पहिले अनि राष्ट्रिय पोसाक त्यही हो फुबा यो कहाँबाट हाफ पेन्ट भेषहरू आयो हो ज्याकेट त्यस्तो भएर चाहिँ अनि हिन्दू र ठुलाबडा मान्छे यो त खालको के भन्छ भने यो चाहिँ भने अहिले नेता पनि यसो लाउनु थाले हजुर फुवा नेता बन्ने मान्छे दौरा सुरुवाल लाउनु पर्छ हो लाउनै पर्छ हजुर हजुर फुवा त्यही टोपी हुनु पर्यो अब सिडिओ कार्यालयमा अहिले पो टोपी छ भने कहाँको मान्छे अब भन्छ खोइ त भने म यहाँ चाहिँ भने खोइ त टोपी लगाएको अनि फुवा पासपोर्टदेखि गर्नु पर्यो हजुर अहिले पो खुल्ला छ र खुल्ला छ फुवा ढाक्डो पनि लाउनु पर्दैन फुवा अहिले पासपोर्टको फोटोमा पढेर अहिले पढ्थ्यो अहिले पढ्दैन त्यस्तो पो छ त ए त्यस्तै हो त्यस्तो गर्दै आएको तर म चाहिँ लगाइरहन्छु हजुर फुवा अहिले लगाइरहनु पर्छ फुवा सुहाउँछ नि आफ्नो आफ्नो के हो अनि फुवा मेलामा भेट्नु भएको फुवा मुमालाई मेलामा मैले पहिला उहीँ गएँ हाँचेकै गएँ अनि मेलाबाट अनि लु त्यहाँ चाहिँ म पनि त्यहीँ भेट भयो ऊ पनि आउने पहिला नै कुराकानी चाहिँ मिलाइसकेको थियौँ नि अनुको आमा भन्नेले कुरा मिलाएको के साथीहरू छ होइन ए हजुर फुवा साथी लु यहाँ आउनु हाम्रो देउर पनि कान्छा पनि यहीँ आइपुग्छ त्यतिकै ल्याएको त मैले पनि अनि पछि रित्ता बुझाएँ फेरि बुझाएँ त्यतिखेर ल्याएँ अनि पछि रित बुझाउनु गएँ चौधो कठो त्यतिखेर आएको थियो क्या त्यतिखेर त कहाँ त्यतिखेर आउने त शोभाकोमा त माओवादी आउने त ए माओवादी त्यतिखेर माओवादी त शोभामा हाम्रो मम्मीको बिहेमा थियो त्यतिखेर अनि उहाँ रितेर आएको लक्ष्मणलाई दिनभरि सजाय गराएको थियो त्यो यहाँ डुम्रेमा कति खायो बुझ कति खायो पेस सबै त्यो निकाल्नु पर्यो अब हेर्छ अब के भनेर त्यहाँबाट लो उठ गरेर चाहिँ हिँडेको रहेछ उनीहरू अनि त्यस्तै माओवादी आइपुग्यो मेरो घरमा अनि आइपुगेपछि अनि आएँ अनि ऋषि बुझाएँ म त यहीँ बसौँ भनेको माओवादी आएपछि उनीहरूले बुबा कता हाम्रो कोठा सुत्छौँ भने हाम्रो उतिर जानु पल्लो कोठामा देखाइदिएँ अनि ओछ्या भने ऊ पराल ल्याउनु भने पराल सरल देखाइदिए ल्याएर ओछ्याए सुत्ती पनि हालेँ दाइमै छोरा मान्छे सर बडा सुधार्छ न हौ त्यस्तो अवस्था मारिहाल्ने मार्दै नै यहाँ त्यस्तो हो त त्यो अवस्था नै भोगेँ अब मम्मीले सुटुनी खनिरहेको थियो त्यतिखेर माथि गएकै थिएन भन्दै त्यो पनि लाप्टो खाइदिए
त्यही त बुवा मकै यति पेरेको थियो आमाले त्यो पनि लात्तु खाइदियो अब अनि बुवा फल्दा अनि त्यो जाँको भएर त्यहाँ सुत्ता होइन ऊ पनि मम्मी पनि उता ए उता होइन ऊ गाउँतिर गाउँतिर यिनीहरूले त उता होइन गाउँतिर पो होइन अनि यिनीहरूले जति भने यी कहिले अगाउँदो रहेछन् यिनीहरूले के सामल पनि सुटुन ल्यायो खाएकै छन् आमाले दिएको त्यसरी भयो क्या माबाले कहिले कुरा गर्नु नि के भएका छ त दादा भन्यो मम्मी अब भन्नु न मम्मी यसो चाहिँ भन्दै फुपाले त माबाले चाहिँ कति खाएछन् कहाँ कहाँ जानुभयो त भनेर भन्दाखेरि उसले भइहाल्यो राम राम यस्तो दुःख दिएको मलाई अन्त अहिले फेरि मेरो घर आउने खालि मेरो घर आउने फुपा झन्डै जानु भएको नि होइन मामातिर अनि अब मारिहाल्ने त त्यो चाहिँ हिँड्ने दिन थियो मेरो त्यहाँबाट फेरि लु पुगो भनेपछि त्यहाँबाट मकै आनन्द अब मङ्सिरको दिन छ लु सामनुमुरे पुग्नु परेछ बुढो माउलो बुढो माने ऊ त सामनुमुरे त्यसै गति अनि फेरि उता नै सानडुम्रे छ फुपा फेरि सामनुमुरे यता हो यता चाहिँ हो त्यो फटाक्सीदेखि उ सामनुमुरे भन्छ उतापट्टि उता दोलेदेखि उधो उधो हो त्यही हो फुपा हाम्रो बुढो माउलो भन्नु न त्यतातिर अब चाहिँ मार्छिने क्या नजाउँ भन्यो भोलि आएर काटिहाल्यो मान्छे यहाँ दुनियाँ मारेछ अनि फुपा अनि अब हिँड्नै पर्यो त भन्छु अनि छोराछोरीहरू पनि अब माइजूहरूमा अँध्यारो हुन्छन् अब के गर्छ अब यिनीहरू मार्छने बरु गइदियो यसो हाजिरा त हुन्छु भनेर चाहिँ ठिक परेर चाहिँ लु आउनु परेन कोलम्पो भने चुपचाप बसेर भनेदेखि अनि हरेको भोगेको छु मैले यस्तो हो कि कहिले के आएर मेरो घरमा सुन्नु को आर्मी चाहिँ त्यो मेरो घरमा गोली आयो भने त चिजो मुलालाई भागिहाल्छ अनि मै त उनीहरू त भाग्छन् उनीहरूको तालिम छ एक दिन तुतिर स्कुल आएको रहेछन् मेरै बसिरहेको थिएँ अनि मैले पनि के भन्यो ड्युटी फेरि कम हुन्छ उनीहरूको यता र उता दायाँ बायाँ सबै ड्युटी बसिएको हुन्छ माओवादीहरू अनि यसो उसो गरेर उताबाट मान्छे पो आएको थियो स्कुलै आएको थियो टाप ठोके त्यहाँबाट चाहिँ झुला तुम्बी गएर पारी चढे आनन्द अब मलाई पनि ल अब नत्र ती बसिरहन्छन् अनि आर्मी भन्दा फेरि छुइमुचु हुँदो रहेछ क्या अब आर्मीसँग त गोली गोटा छ उनीहरूसँग कोही केही पनि छैन अनि त्यसो गरेर भाग्नु पऱ्यो नि त उसले त पहिलाबाट ठोकिहाल्छ अनि भने पनि मैले पनि मम्मीले नै भनेको तिमीहरू त भाग्छौ हामी चाहिँ अनि गोली हान्छ माथिबाट मोबाइल त्यसो भनेको हान्छ अनि हामी चाहिँ के मर्नु यहाँ अन्त पनि गएर बसे हुन्छ नि भन्छ भने यहाँ गइरहेको ठाउँ छ तल्लो पर्छ नि हाम्रो त्यही भएर भाग्नु सक्दैन उसले यहाँ त्यो देखिन हामीलाई मम्मी त्यस्तो सुता नगरेर मैले एक्लै सुता हुँदैन मुमाले क्या यस्तो सुता हुँदैन मासु पुली छाड्यो भने टाप ठोकिजाहाल्छौ तेरिङमा यस्तो भनेको त्यहाँबाट बल्ल हटेँ मैले खेपेको छु माओवादीको दुनियाँले खेपेको नि डरमा बस्नु आफूलाई खानु पनि दिनु पर्छ जे पनि उनको डरमा बस्नु पर्छ अनि त्यस्तो काण्डले म पनि अब त आनन्दै छ अब मामाहरू भाइको नि शोभा छ के भन्नु त अनि त्यही त अब फगाउने अब हिँडाउने उनीहरूको लागि कोलम पुऱ्याउँछ त्यहाँ धेरै मान्छे अनि यिनी पनि के गरे छोराछोरीहरूले पनि कोही कता लुक्ने कोही कता लुक्ने म चाहिँ एउटा ड्युटी यहाँ बस्थेँ एउटा ड्युटी यहाँ म यताबाट गएको थिएँ गाउँ घुमेर मङ्सिरको दिन थियो को भन्छु को मैले हप्काएँ क्या मान्छे चिन्दैनौ भन्नु को बुवा भन्नु मेरो घरमा तिमीहरूले पनि ए बुवा पर्छ चारैतिर बस्छ मान्छे मुक्ति नपाउनु अनि त्यहाँबाट चाहिँ ए बुवा लु हामी मैले नसेर ड्युटी एउटा यहाँ बस्ने एउटा उहाँ बस्ने एउटा बस्ने चारैतिर ड्युटी बस्ने अनि उनीहरूको के छ भने इसार चाहिँ ऊ भन्नुपर्छ अर्को उठ्ने भन्दो रहेछ क्या त्यहाँबाट अर्को उठिहाल्यो अनि ऊ सुतो अनि ऊ हिँड्यो त्यो ड्युटीमा यो गाँस एउटा यहाँ बस्यो एउटा पर बस्यो एउटा तल बस्यो
आर्मी रुनेको आर्मी आयो भने फाडी त हाल्थ्यो अनि भयो एकनिको लागि बन्दुक सन्दुकले त्यही ल तिमीहरूले चाहिँ मार्ने जस्तो भन्दा होइन बुवा मरिँदैन भने तिमीहरू त भागी चाल्छौ कि अनि बुवा अनि किन पालिस माओवादी भन्छ अनि ओ बुबा अनि अनि बुवा 100 200 त्यो मान्छेहरू पनि सबै तपाईँसँगै जान्थ्यो बुबा मसँगै जानु पर्यो नि त त्यहाँ उयो दिक्तेलमा होइन उहाँ जानु परेन उहाँलाई म ल्याउने सम्झौता गरेर सम्झौता गर्ने हजुर बुबा ल्याउने अनि उधर जानु पर्ने कटारी छ ए कटारी सामान निकाल्छ म जानु पर्यो नि त ए त्यही बुवा ए त्यस्तो पनि खेल्नु भएको बुवा अनि बुबा कुन सालमा यहाँ त अनिकाल आएको थियो अरे नि बुबा पानी नआएर अनि चाहिँ मलाई त्यति थाहा थियो अहिले अहिले के होला होइन हजुर बुवा त्यो चाहिँ भएको थियो होला बुवा त्यस्तो त्यतिखेर चामल म निकालेको ए त्यतिखेर अनिकाल लागेर है दुनियाँले बिहा गरे अब बिहा छ चामल छैन अनि मैले उनीहरू चामल खुलाएर ल्याएर अनि बिहा पनि गरेँ ए त्यही बुवा त्यतिखेर नेता त म थिएँ अनि बुवा अब बुढो भइरह अम्मा बुबा त्यतिखेर दिक्कत पुगेर आउनुहुन्थ्यो हिँडेर हिँडेर गाडी त्यही त बुबा उहाँ पुगो यहाँ आयो अहिले मामला छोएर थाहा हुन्छ हजुर बुबा फोपाले गफ लगाएको होला भनेपछि होइन गफ लगाएको होइन नि बुबा अब यसो गर्छ फोपाले उहाँ भनेको चाहिँ अनि मामाले के भन्छ होइन गफ लगाएको भन्छ कि साँच्चै हो भने उहाँ पुगेर यहाँ आउँथ्यो अनि भोलिपल्ट कटारी ल्यायो अनि जनताहरूलाई त्यस्तो बुबा त्यस्तो काम पो गरेको थिएँ मैले बुबा दिक्कत पुग्न त लाग्छ होला बुबा 4 5 6 7 घन्टै लाग्थ्यो होला नि म एउटा कसेर चाहिँ म 3 घन्टामा पुग्थेँ अनि सम्झौता गरेर आइहाल्थेँ गाडी बाटो थिएन ए फरफारा गर धनीपुर राख्यो फरफारा सम्झौता गरौँ हजुर अब फेरि पछि जानु पऱ्यो फरफारा फेरि दिक्तेल यता जाँदो रहेछ नि के कता यो सिधा फेरि सिधा पछाडि दिक्तेल अनि फेरि यता हलेसी रहेछ यता छ यता फेरि यता जानु पर्दैछ ए दुनियाँ गर्दै मैले बाबु हजुर बुवा त्यो मामालाई भन्न थाहा त्यसलाई याद छ अरूलाई थाहा छ साइडलाई पनि थाहा छैन अहिले थाहा होला हजुर बुवा मामाले प्रचण्डै थाहा छ ए फुपाले त यसो भन्थ्यो साँच्ची हो कि बिचे भन्दाखेरि अनि थाहा हुन्छ हजुर बुवा त्यही अनिकाल लागेको बेला है फुपा चामल अनिकाल लागेको ठिक थियो यहाँ मात्र होइन होला सबैमा अनिकाल लागेको पानी नपरेर त्यस्तो भएको अरे यसो गरिदिएको मैले देख्नै माग्दैन तिमीहरूको मामाले अनि बुवा यो चाहिँ बेस उत्तम देवकाम घर उत्तम देवकाम माउलो रहेछ ए अनि यता पिकनिक अनि यता हामी हाम्रो लबिन मामा भन्छ बोबो कान्छा भन्नुहुन्छ आमा त्यसले अनि हामी मिमी भन्छौँ बिस्तारै बुबा अनि मेरो सिस्टरहरू चाहिँ उता जानुभएको छ माउलो जाल्पा भोलि आउनुहुन्छ भोलि मात्र बेस पिकनिक आइपुग्यो अघि दिउँसो त के भिडियो बनाउनु भनेर हजुर बुबा उता अहिले बेलुका आइपुगिसक्यो 6:24 नै भयो नि यता मोमो बनाइ जाँदैछ केलमा कता पुग्यो ल ल ल ल ल केलमा बल खेल्नु गएको हजुर ए केवल मामा हो फुपा बस्ने यता फुपा पनि ल मोमोसम्म खानु म त अघि खाएको अब एकछिनमा भयो अरे अब 2 दिन केलमा जानुपर्छ खेल्न 200 असुल न ओ फुपा सिमलेको खाने सिमलेको होइन भयो ए अहिले भयो नै छ है फुपा हुन्छ फुपा माइज अघि नै बनाउँछ नि त भ्युअर्स दिनुभएको फुपा हातले नै खानु हातले नै चम्ची छैन कहाँ पर्दैन थियो
ल हुन्छ फुबा लु फुबा हालिहालौँ एक नम्बर छ यार अम्बो म हाल्दिनँ त हाल्दिनँ अरू चाहिँ ए मिमी मर्केको थियो मिमी अलिकति हेर्ने फुबाक न अनुहार नचिने पनि माधवसीले चिनिहाल्नुहुन्छ पछि नाच्नु मामा नाच्नु हुँदैन बुवा मेरो पनि मामा हिजो गयो नि होइन होला बाबा ए होइन न छ रहेछ हाम्रो पनि ल्याउनु भएको रहेछ अनि त्यो दलेनमा
ए लुगा फेर्दै हुँदो रहेछ फुपा के अरे ताङ्नी बडीसँग बोल्नु मलाई अरे होइन म नेट हालिहाल्छु फुपा अनि म त्यो दिन उयो गर्छु नि मम्मीलाई भन्छु नि ल अनि फुपा के भन्दा लामो सम्झना छ अरे दुध कोसी भन्दा लामो ओहो दुध कोसी भन्दा लामो सम्झना ल फुपाको कति दिनपछि फोन आयो है ल सिस्टर आउँदा फेरि रुनु भएन सम्झा स्टार अर्को लान हजुर माइजू के माइजू ए फुपा आउनु त एकचोटि अदुवा झिकुम हजुर फुपा कि म निकाल्दा हुन्छ म निकाल्छु नि अनि म निकाल्छु फुपा के हुन्छ भने सोध भरे फेरि ल गर्दिन होला तपाईँ यो देखाए अन्छे एक्सन एक्सन हो त्यो भन्नु पर्ने यहाँ नम्बर देखाएपछि यहाँ 1 देखाएपछि यहाँ 1